ल दर्शन गर्नेहरू सबै सक्यो है। हामी यता महादेवलाई दर्शन गर्ने पूजाआजा गर्ने कार्यक्रम सक्यो है। काम सक्यो हाम्रो चाहिँ अब है दर्शन गर्ने सबै। अनि हामी चाहिँ अब घर फर्किन्छौँ है। अहिले त कस्तो खतरा बब्बाल यो सरसफाइदेखि एकदम व्यवस्थित के अहिले त यतातिर पनि पुरै कामहरू एकदम व्यवस्थित गर्नुभएको रहेछ है। यहाँतिर कस्तो मजाले यहाँ पानी पर्दाखेरि बस्ने ठाउँ पनि बनाएको रहेछ। अनि हामी पहिला पहिला आउँदाखेरि चाहिँ थिएन। यहाँ कत्रो ठुलो बस्ने ठाउँ है। हेर्नु न यहाँ कस्तो मजाले कति लामो बनाउनु भएको रहेछ। बस्ने ठाउँ भइहाल्यो है। हेर्नु न अहिले त कति सफा बनाएर व्यवस्थित। यता हाम्रो गुरु रेम्भोर्छेको मूर्ति भइहाल्यो। ल हेर्नु न एकदम। ल हामी चाहिँ अब फर्किगयो है। रिकेश्वर महादेवलाई दर्शन गरेर हामी यता पूजाआजा गरेर सक्यो। अब हामी घर फर्किन्छौँ गाइजहरू। बाई बाई साथीहरू, बाई बाई। बेबी बाई बाई के भयो?